हेलो साथीहरू, नमस्ते। वेलकम छ है हजुरहरूलाई मेरो मिनी भ्लगमा। सधैँ चाहिँ आज चाहिँ हामी तीनजना भएर लुखुर लुखुर पर्दै हाँस्दै बाटोतिर दौडिरहेछौँ है, छाता देखाएर। हामी चाहिँ आज कता जाँदैछौँ त साथीहरू भन्दा हामी चाहिँ आज कीर्तिपुर बजारतिर जाँदैछौँ। सधैँ हिँड्ने बाटो नगएर आज चाहिँ सर्टकट हुन्छ भनेर हामी चाहिँ आज खोलाको छेउछेउ हुँदै गइरहेछौँ है। बाटो यस्तो बिग्रिएको थियो साथीहरू, यस्तो बिग्रिएको थियो। ऊ चाहिँ आफू ठमक पर्दै अघि हिँडिखेसीमा हेर्नु है साथीहरू, हेर न कस्तो राम्रो फर्सीको मुन्टा टिप्न जाम भन्दै देखाउँदैछ हामीलाई। ल हिँड टिप्न जा, हामी चाहिँ छँदैछौँ तेरो ब्याकसाइडमा भन्दै विपनाले मैले त्यसलाई सुनाउँदैछौँ। यस्तो हिलो थियो साथीहरू, पारी जान नसकेर आफू चाहिँ फुत्त गइहालेँ। विपनाको र मेरो चप्पल चाहिँ अलि राम्रो थियो, त्यही भएर हामी जान सकेनौँ गाइजहरू। फेरि फिर्ता आएर यताको बाटो आइज भन्दै थिएँ। अनि यता विपनाले चप्पल हातमा समातेर फाइनल्ली पुल तर्दैछ है। ल पुल तर्न सफल भएँ। मैले नि हातमा चप्पल समातेर जाँदैछु है, आइज मैले तान्छु भन्दै थिएँ। अनि म पनि गइसकेँ, पार गरिसकेँ। फाइनल्ली पुल तरियो गाइज भन्दै हातमा चप्पल देखाउँदै फुरुक पर्दै हिँडेछौँ है हामी चाहिँ। त्यसपछि लाग्यौँ हामी उकालो। सिडी चढिरहेको थियौँ। अनि सीमाले आज फसाइ हामीलाई भन्दै गाली गर्दै टिकटक बनाउँदै गयौँ है। यहाँ फेरि आमा फुरफुर हेर्नु है साथीहरू, टिकटक यस्तो बनाउँदैछौँ हामीले टिकटक हेर्नको लागि। टिकटकमा सौम्या छेत्रीले पोस्ट गर्नु भएको छ, त्यहाँ हेर्न सक्नुहुन्छ है। के गीतमा बनाइरहेको थियौँ भने राति भेट्न आउने तिम्रे छोरी भन्ने गीतमा चाहिँ बनाइरहेको थियौँ है हामीले टिकटक। यसरी नाचौँ भन्दै खुब मरक गर्दैछौँ। हामी कीर्तिपुर बजार जाने भन्ने सोचले हिँडेको, सीमाले फसाई बाटो नराम्रो लिएर गएर। भ्यू चाहिँ खतरा थियो है साथीहरू। ल आज चाहिँ हामी कीर्तिपुर बजार घुम्न जाने भनेर हिँडिरहेको थियौँ। जुम गर भनेर कसको घरको सिसामा गएर टिकटक बनाम पोज दिन्छु, भिडियो गर भन्दैछ नि। उनीहरूले आफ्नो पोज दिइरहेछन्। फाइनल्ली कीर्तिपुर बजार पुग्यौँ हामी। आजलाई यति गाइज। अब कीर्तिपुर गएर के किन्यौँ भन्ने त पार्ट 2 मा आउँछ। ल बाई गाइज, सी यु।